तो हेलो गाइस कस्तो हुनुहुन्छ तपाईँ त गाइस आजको भिडियोमा हामी खेल्न जान्छौँ पबजी मोबाइल भ्युज आएको थियो त्यही भएर त मैले जिन्दगीमा फर्स्ट टाइम पबजी खेल्न आँटेको त्यही भएर म थोरै नुब खेल्छु होला फ्री फायर चाहिँ राम्रो खेल्छु बरुभन्दा यहाँ पबजीमा चाहिँ के हो यहाँपट्टि जाने हो ल ल गनहरू कसरी ठाउँछ पबजीमा मल्टो चाहिँ हुन्छ ए अलिअलि फ्री फायरको जस्तै रहेछ रन्ने सिक्नुपर्छ यस्तो गर्नुपर्छ नि यहाँपट्टि गोली बस्नुपर्छ नक्ली एनिमी आयो पबजी खालको यो के हो पुलिस आउँदैछ त पार्दो के त्यसले बक्स उठाउने हो के गर्ने हो अगाडि जाने भन्छ फेरि अगाडि गएँ अनि फेरि यहाँ यो दुर्पिन खोल भन्छ अनि पछि हेडसट हान्नु फेरि के हुन्छ ल हेडसट हान्नु किन मरेन ल फेरि हेडसट हान्नु ल दुईचोटि हेडसट हान्नुपर्छ मर्छन् पबजीमा के भएको यहाँपट्टि के आएको गोली अनि यो क्याङ के हो क्याङ ल क्याङ चाहिँ के होला मेडिकेट होला क्याङ ल मेडिकेट पनि छ यसमा ल यहाँपट्टि जोन आइसकेछ यसले जोन भन्ने छैन पबजीमा के भन्ने छ यो के हो क्लिक गरेँ मैले अब यो के अब क्याङ खान्छ जुस रेड बुल जोन यति छिटो आइदिएको ल पबजीमा जोन कति छिटो आएको यार अब यहाँ साइडपट्टि हामी अब ओ तल साइड हो यार अब हेडसट प्र्याक्टिस मोड चालु हो यो चाहिँ ल दुईजना एनिमीलाई घेरेर हान्थ्यो ल यहाँ पबजीले जानी नुब मान्छेहरूले पठाइरहेछ यहाँपट्टि प्रो मान्छेहरू छ नि फेरि पबजीमा त धेरै यहाँपट्टि हामीले गरिसकेको छौँ लिप हान्थ्यौँ अब फेरि हामी रियल गेम प्लेमा आउँछौँ के हो थाहा छैन त्यो चाहिँ मलाई त यहाँपट्टि हामीलाई क्यारेक्टर चुज गर्नुपर्छ हाम्रो अहिले हामीको क्यारेक्टर छ केटी त हाम्रो नाम चेन्ज गर्नुपऱ्यो एसिया नेपाल लेखेर थियो त्यहाँपट्टि अब यहाँपट्टि केटी नै केटी छ र फेरि फेसलुक त केटाको यहाँ रहेछ केटाको यो चाहिँ हो नि त केटा भनेको एडम जस्तै रहेछ फ्री फायरको त यहाँपट्टि हामीले नेपाली एउटा नेपाली क्यारेक्टर युज गऱ्यौँ यस्तो हुन्छ नेपाली क्यारेक्टर अनि यहाँपट्टि यो के हो यहाँपट्टि लुगा रहेछ एउटा पान्डा खालको लुगा लगाइदिउँ खोइ लगाइदिउँ त पान्डा खालको लुगा ला कस्तो अजिब देखेको यार हटा यो नै ठिक छ बरुभन्दा अब के गर्ने युज गर्ने गरेको त अब के गर्नु युज गर्ने होला सायद युज भयो अब क्यारेक्टर अब गेम प्ले हुन्छ अब हो पबजीको बाबा रहेछ र पछाडिको लुक अब यहाँपट्टि हामीलाई स्टार्ट बटन दबाउनु पर्छ अनि लु अब गेम प्ले स्टार्ट भयो नि त अब लु अब पबजीको उयो केयर खान स्टार्ट भयो अब यहाँ के हो पबजीको प्यारासुट खोलेको छ यहाँ गाडी छ यहाँ पबजीको लोगो छ यहाँपट्टि लाइक गरिरहेछ त यहाँपट्टि अब गेम प्ले स्टार्ट भयो हाम्रो त यहाँपट्टि हाम्रो नेपाली पुलिस क्यारेक्टर गोर्खा जस्तै छ ला के हो ग्लिच भयो त ला प्लेनमा जाँदै रहेछ नि यार फ्री फायर जस्तै फ्री फायर म्यापको याद है यार त यहाँपट्टि हामीले ल्यान्डिङ गर्नको लागि टाइमिङ आउँछ होला थोरै यहाँ आएपछि त उयो प्यारासुट खोलिदिन्छ त हाम्रो फ्री फायरमा त के भएको त यहाँपट्टि हामीले प्यारासुट खोल्नुपर्छ होला सायद आम्मा स्पाइडरम्यान जस्तो यो छलाङ मार्थ्यो यार ओए कति छिटो ओए हामीले आइल्यान्डमा जानु छ ला कति टाइम लागेको फ्री फायरमा चट्ट तल झरिहाल्छ नि त यहाँ चाहिँ कति टाइम लागेको आम्मा कति टाइम लागेको यार प्यारासुट खोले अब कति टाइम लाग्छ थुक्क यार के हो ला कति ढिलो उठेको यार आकाशको माथि नै छु म त अहिलेसम्म ला अड्केन यहाँले अड्के यार बचाऊ मलाई बचाऊ कोही यहाँ अड्के म यार आकाशमाथि नै अड्के टगाइस तल उठ्ने टाइम लाग्दै थियो मैले एडिट गरेर छिटो स्पिडमा गर्थेँ अब यहाँपट्टि हामीलाई जानु छ घरतिर होला गनहरू निकाल्नको लागि त छिटो गनहरू निकालौँ होला यहाँपट्टि ढोका कसरी ढोका लगाएको छ त ए खोल्न सकिँदै रहेछ यार मलाई लाग्यो झ्यालबाट जानुपर्छ होला भनेर यहाँपट्टि हेलमेट जक यो के हो टस के हो बन्दुक गोली त हुन्छ नि सबै बन्दुक खालको गेममा त यहाँपट्टि हाम्रो एनिमी भेट्नुपर्छ 1 किल त हान्नुपर्छ 0 किल होइन त यहाँपट्टि कोही एनिमी छ यहाँपट्टि भन्न सक्छ म त्यसलाई हानिहाल्छु हेडसट त छिटो आऊ बाहिर त यहाँपट्टि हामीसँग के हो यो उयो कराई उयो हुन्छ नि उयो पेन जस्तै के हुन्छ नि भनिन्छ त्यसलाई त उयो छ हामीसँग पबजीमा टक्क हान्ने टाउकोमा
हेडमा अनि त्यसपछि मान्छेहरू मरिहाल्छन् त यहाँपट्टि के गर्ने यार अल्छी लाग्यो गेम खेल्दै यहाँ पहाडहरू देखिरहेछ पहाडहरू जान त मिल्दैन मलाई त्यस्तै लागिरहेछ त यहाँपट्टि के हो यहाँ त इजिप्टको पनि खेलिरहेछन् त इजिप्ट ल यहाँ त अस्ट्रेलिया इजिप्टको खेलिरहेछन् मान्छेहरू यहाँ यो इजिप्ट नै भन्छ होइन त्यसलाई त्यो फ्ल्याग भएको माथि यहाँ नेपाली ल सबै टिम होला यसरी इन्डियन र लाग्यो फेरि कुन कन्ट्रीको फ्ल्याग आयो ला डुल्दै एउटा घरमा ठ्याएको छु त यहाँपट्टि हामीलाई यहाँ छलाङ हान्नुपर्छ अब यहाँपट्टि हामी बाहिर निस्क्यौँ पब्जीमा गाडी चलाउन सक्यौँ यहाँ रहेछ गाडी जुम एकछिन यहाँ एनिमी देखे जस्तै लाग्यो यार छ एनिमी छ जस्तै लागिरहेछ अघि त ला यहाँ गाडी छ गाडी चलाउँ बरु भन्दा गाडी ओए गाडी ला यो गाडी त बिग्रेको जस्तै लाग्छ त गाडी चलाऊ कसरी चलाउँछ नभए गाडी त यहाँपट्टि सिधा बटन दबाउने अनि यहाँपट्टि यो गर्ने ला पुरा घुमो त यसरी मैले उयो दबाएछु ब्याक जाने अब ब्याक अगाडि अनि त्यसपछि यो राइट अनि त्यसपछि लेफ्ट अब सिधा अनि त्यसपछि त्यो स्पिडको बटन दबाएपछि उयो फुल स्पिड हुन्छ होला स्पिडको बटन दबाएर राख्नुपर्छ अब हामी आइसकेको छौँ यहाँ गाडीतिर रोड उयो छ गाडी यहाँ कुदाउँदैछु छोरी तिमी यहाँ कुदाइदिउँ बरु भनेर पाहाडमा यो पाहाडमाथि चराएर आइसकेको छौँ यहाँपट्टि ला अब गाडी उठाउँ मैले त गाडी उठाइदिएँ मेरो साथीहरू चाहिँ कता छ माथि लेखिरहेको छ मेरो साथीहरूको नाम त म 4 नम्बर रहेछु यार त यहाँपट्टि जङ्गलको बिच हाइवेमा हामी आएको छौँ त यहाँपट्टि रुखतिर ठोक्यो अब यहाँपट्टि ठोकिएर पनि के हुँदैन रहेछ यार अब यहाँपट्टि अगाडि पहाड देख्यो यार यहाँबाट भ्यू त बबल आउँदै रहेछ ला लड्दैन नलड है भाइ मेरो भाइ हो नि त गाडी त यहाँपट्टि हामी ल यो के हो फेरि गाउँहरूमा त्यस्तो हुन्छ जस्तै लागिरहेछ यो परालहरू हुन्छ नि त्यस्तो यहाँपट्टि के हो टोइलेट बनाएको त यो टोइलेट जस्तै लाग्छ त यो टोइलेट होइन तर होला टोइलेट नै होला र फेरि यहाँ परालमा अड्क्यो भाइ कसरी निकाल्नु कसरी यत्रो सानो पराल छ त्यसको माथि चल्न सक्दैन यो सुपर कार त हामी आइसकेको छौँ हामी धेरै पर त्यो घरदेखि जङ्गल छ फेरि फ्याक्ट्री हो कि क्या फेरि होइन फ्याक्ट्री र होइन त्यो एउटा घर जस्तै देखिरह त यहाँपट्टि अझै एउटाले गाडी रोकेछ यहाँ पार्किङ गर्नको लागि कोही एनिमी त होला यहाँ साइडपट्टि त यहाँ के हो यहाँपट्टि हामी म्यापको धेरै पर आइसकेको छौँ त्यो ठाउँबाट त यहाँपट्टि के हो पछाडि गाडी मुभ गर उयो एनिमी देखेँ यार उहाँ एनिमी देखेँ उहाँ छ खै यो घरभित्र लुकिरहेछ यार ल जाँदैन परदेखि उयो घरभित्र लुकिरहेछ के हुनु ल प्यामले हान्छु म अब यहाँपट्टि गाडी लिएर जानु पर्यो कि अब त्यहाँपट्टि अब गाडी लिएर जान्छु अब एरबिस याठो आरे अब ब्याक गर ब्याक अब सिधा अब देखाउँछु लुक्नेको नतिजा अब देखाउँछु पक भाइ आयो अब टोइलेटभित्र मुद्दे छैन भाइ निकाल्छु यत्रो गुतेरो यहाँ आइज गाडीमा टक्कर हान्दा पनि उयो लाग्छ ड्यामेज मलाई आज थाहा हुँदैछ ला अब हामी उत्रौँ यहाँ साइडपट्टि अब यहाँपट्टि टोइलेटभित्र होला मान्छे खै ला यहाँ नि मुद्दे थियो र खै फेरि भागो कि क्या हो माथि ला पाहाडतिर पनि छैन फेरि भागो होला हौ ग्लिच हो त्यो खै फेरि यार यहाँ एनिमी नि कता भागो यार यहाँ रहेछ ऊ माथि ऊ भागो ऊ माथि ग्लिच हो साँच्चीकै ग्लिच हो यो ग्लिच होला 100% ग्लिच हो यो म थाहा पाइसक्यो त खै फेरि एनिमी नै देख्दैन फेरि अरू एउटा पनि किल हानेको छैन यार फेरि गाडी लिएर जानु पर्यो यहाँ कोही पनि एनिमी हेरेन रहेछ यहाँ आइज भाइ बाहिर निस्कि ल भाइ ल के हो ल भाइ ल फेरि के हो पब्जीमा गर्ने मजा चल्नु आउँदैन यार पक अब हेडसट हान्छु तँलाई पक ल भाइ ल के हो ल ओए जे पाइटै हेडसट हान्ने अब यहाँपट्टि फेरि पोल्युसन निस्क्यो त यहाँपट्टि हामीले मेडिकेट लाउनुपर्छ हिल गरेर त एच खालको एउटा मेडिकेट पाउने रहेछ कुन चाहिँ दोकानबाट किन्छन् फेरि पब्जीहरू
त यहाँपट्टि के पाउँछ यहाँपट्टि यो बक्सामा जे पाइटे के पाउँदो रहेछ गनहरू टर्चहरू के फेरि यो टर्च हो कि के हो फेरि यो त यहाँपट्टि बक्साहरू उठाउन मिल्ने रहेछ म उठाउँदिनँ यो के अब यहाँपट्टि गाडीमा जानुपर्छ अब जङ्गल आमा रुफ चाहिँ कति ठुलो पब्जीमा यो मेडिकेट लान्छु बरु भन्दा मेडिकेट अझै मेडिकेट यसमा लाउँछु गाडीमा लाउँदै एउटा एनिमी अझै भेट्नु के यहाँ नि सिधा भाइ सिधा लेफ्ट राइट राइट यहाँपट्टि सिधा नेपालको एनिमी नोक भएछ र यहाँ भित्तामा पनि ठोकेछु मैले पछाडि ब्याक सिधा अब सिधा भयो सिधा 3 2 1 गो ल फेरि त्यहाँ नै गो छिटो हामी आइसकेछौँ यहाँपट्टि रोडको ब्रिजमा अब यहाँ पनि मान्छे कति उयो मान्छे नै भेटिँदैन होला सायद यहाँपट्टि रोडको ब्रिजमा नि रोड बनाएको रहेछ यहाँपट्टि गाडीहरू के ठड्काएर राखेको सबै गाडीहरू त उयो कभर खान बनाएछ यहाँपट्टि त पब्जीमा त इन्डियनको कोही मान्छे मरेछ अहिले भर्खरै यहाँ न्युज आयो के छैन यहाँपट्टि अर्को जुन साइड पुगिन्छ होला घुमाऊँ होला गाडी घुमाऊँ ब्याक गरौँ ब्याक पुरा धुलो निस्किरहेछ है गाडी धुलो भयो कि क्या पुरा फेरि सिधा हिँड्नु के मजा आएन यहाँ बिचमा छिटो सिधा भाइ सिधा के काम छैन सिधा यहाँ के हो फेरि गाडी ट्रक रहेछ यहाँ त अब यहाँपट्टि के हो फेरि यो यहाँ भ्यान रहेछ भ्यान जिप रहेछ भ्यान जिप एउटै देखिन्छ यहाँ पब्जीमा त उयो एनिमी वा गाडीमा आयो एनिमी यहाँ उठ छिटो उट्री अब उट्री छिटो आइज ल अब खाइस टोइलेट सर्ट ल धुलो निस्क्यो यार 10% चार्ज भएछ यार हिजो राति भिडियो बनाएको अहिले एडिट गरेर भोइस रेकर्ड गर्दैछु त यहाँपट्टि के हो फेरि गोलीहरू रहेछ अब मेडिकेट लाउनु पऱ्यो किनकि गाडीबाट उट्रेको उयो पुरा एचपी कम भयो अरे मेरो एचपी नै भन्ने छैन पब्जीमा जे होस् पनि फ्री फायरको थोरै भनिदिन्छु कुराहरू पब्जी लेजेन्डहरूले पनि त्यहाँपट्टि गाडी त्यो मेरो गाडीमा उयो पोल्युसन धेरै छ त्यही भएर हामी यो गाडीमा जाउँ होला त यहाँपट्टि ब्याक गरिदिउँ फेरि सुपर कार त के हो फेरि र फेरि जोन आयो कति छिटो जोन आएको यार थाहा नै पाइँदैन यार जोनमा त यहाँपट्टि फेरि कसो जाँदैछु यार पछाडि ब्याक लेफ्ट राइट अब यहाँपट्टि अगाडि 3 2 1 त ब्याक पनि रहेछ र यहाँपट्टि कसको भाइको फेरि अगाडि फेरि हामी आयौँ पहाडको ऊपर जङ्गल के पार अब यहाँपट्टि जोनको यहाँ आम्मा यति छिटो यहाँ पर पुगिसकेको भाग्नमा कति टाइम लाग्छ होला त बरु भन्दा मेडिकेटमा जानुपर्छ उयो फ्री फायरमा पनि मोन्स्टर ट्रकमा एकचोटि यसरी जान्थेँ त यहाँपट्टि आइसक्यौँ फाइनली हामी जोनमा धेरै खास ड्यामेज दिँदैन रहेछ किनकि छिटो जोन आएर होला सायद त हाम्रो साथीहरू अहिलेसम्म भेटेको छैनौँ यार त यहाँपट्टि घर रहेछ यहाँको साइड पनि त यहाँपट्टि जङ्गल अब कुन पनि घर छैन यहाँपट्टि त हामीले यहाँ गाडी चलाउँदै हामी यहाँ साइडपट्टि आइसकेको छौँ यहाँ हेर्न सक्नुहुन्छ गाडीहरू त यहाँपट्टि हामी एउटा घरको ठाउँमा आएको छौँ गाडीबाट उत्रेर यहाँपट्टि ब्लड पनि राक्षस जस्तै रहेछ यार यो ग्रिन कलरको अब यहाँपट्टि हामी आइसकेको छौँ त यहाँपट्टि एनिमी हुन्छ जस्तो लागेको छ धेरै चान्स छ एनिमी आउनेको यो साइडमा खोइ एनिमीहरूको छ यहाँपट्टि त घरहरू यो घरको भित्र के छ घरको भित्र मलाई कि माथि चढ्ने सिडी होला भनेको भर त 1 फ्लोर मात्रै रहेछ त यहाँपट्टि स्कुल होला आयो कोही एनिमी आयो यहाँको साइड गन निकाल्न रेडी बस अब यो साइडबाट आउँछ मलाई थाहा नै छ आएछ भाइ आएछ तल आएछ ल के हो त आएछ त्यसलाई हेडसट हान्दै अब त पनि आएछ हेडसट दुईजनालाई त यहाँपट्टि पोल्युसन भयो पब्जीमा एक गाडी उठाउने होइन हामीलाई सिर्फ बक्सा यसको भित्र के छ लुटौँ यसको लागि के चाहिन्छ ल बक्सा उठाउन मिल्छ ल बक्सा राख्न मिल्छ के हो त यहाँपट्टि अझै के छ एनिमीहरू यहाँ कसले मलाई हान्दैछ यहाँ रहेछ हेडसट ला भाइ
त यहाँ माथि यो टावर रहेछ टावरमा चढेर हेर्ने एनिमीहरूले अब टावरमा चढेर हान्नुपर्छ अब खै टावर चढ्न पनि कस्तो उयो छ क्या अप्ठ्यारो यो गेममा त यहाँपट्टि हामी तल उत्रेको छ फेरि यहाँ एनिमी आयो हेडसट आएर मराइदिए डाउन भयो अनि फेरि मैले हान्डेँ गोली अब यहाँ फेरि एउटा एनिमी आयो कताको साइडबाट छ खै फेरि एनिमी गोली त आएको अब सुनिरहेको थियो त्यहाँबाट मेडिकेट हिल लगाइदिइहाल्छु एकछिनमा फेरि कहिले हमला गरौँ भने फेरि मेडिकेट लगाइरहनुपर्छ यार यो गेममा छिटो मेडिकेट लगाउनुपर्छ गाडीमा उत्रिँदा पनि गाडीबाट उत्रिँदा पनि स्पिडमा गाडी आयो भने हाम्रो हेड अलिकति कम हुन्छ नि त तर यहाँ पब्जीमा चाहिँ धेरै कम हुँदो रहेछ अझ थाहा पाएँ त के हो फेरि ल्याग गर्छ त अब यसपालि यसरी भाग्न सकिँदो रहेछ यहाँ कराई पेन जे पनि निकाल्न सकिन्छ यहाँबाट त यहाँपट्टि एउटा सटर के हो फेरि यो त यहाँ अगाडि जाउँ न अगाडि यहाँ धेरै के पनि छैन धेरै काठमाडौँ जस्तै धेरै घरहरू छ यहाँपट्टि अनि यहाँ रोड छ धेरै एनिमी पनि छैन यहाँपट्टि बस 3टा कि 2टा भेट्यो मलाई होइन 3टा होइन 4टा कि 3टा नै भेट्यो होला सायद होइन 4टा त अब अगाडि बढौँ अब त यहाँपट्टि अरू त के पनि भेटेको छैन खै त एनिमी त सबै लुकेर भागेको छन् कि क्या हो एउटा नै एनिमी देख्दिनँ हौ यहाँ खै गाडी लिएर भाग्नु पर्यो ला फेरि कसले फायर गर यहाँ रहेछ हेडसट ल खा ल फेरि कसले हान्दैछ मलाई ल यहाँबाट हान्नु टल पक ल भाइ हेडसट ला तपाईँ यहाँपट्टि लुट बक्सामा के छ फेरि बक्सा उठा भन्छ बरुभन्दा हिल गर्छु चुप लागेर एउटी हिल गरेँ अझै हिल गर्नु छ कति टाइम लागेको हिल गर्न पनि यार छिटो हो न त यहाँपट्टि गेम खेल्दा अल्छी लागेर मर्नु यार यो म्याच सकिनेको नाम नै लिँदैन अहिलेसम्म एनिमी मरेको छैन यहाँ रिभाइभ गरेको छ नि साथीहरूले त यहाँपट्टि ढोकाभित्र नजाने बरुभन्दा यहाँपट्टि पुल छ पुल एनिमीहरू त अरू के पनि भेटेन यहाँ साइडपट्टि घरहरूमा पनि एनिमी साइड धेरै छैन घरहरूमा लुकेको होला सायद यो साइडमा धेरै एनिमीहरू आउँछ क्या पिक जस्तै ठुलो छ र फेरि यहाँपट्टि यार एउटा पनि एनिमी भेटिन थुक्क यार एउटा पनि एनिमी भेटिन यार एनिमी त्यो घरको झ्यालमा एउटा एनिमी जस्तै के देखेँ यार को छ त्यहाँ छिटो भए निस्कि को छ छिटो भए निस्कि कोही पनि छैन यार म रातो बत्तीवाला फेरि एनिमी उयो होला भनेको भरे त त्यसको रियल कलर त्यही नै रहेछ यार अब यहाँपट्टि हामी त्यो घरको भित्र जाउँ भरे एनिमी साँच्चीकै भयो भने भरे त मेरो चुना लाग्छ अब माथिको फ्लोरमा जाउँ खै सिँढी चढौँ छिटो सिँढी यहाँ रहेछ सिँढी छिटो यहाँपट्टि एनिमी साँच्चीकै रहेछ मेरो सिप नसुटेर होला 5 घन्टा मात्रै निदाउँछु म अरू भिडियो बनाउनु छ मलाई अनि त्यही भएर जो भिडियोमा अहिलेसम्म जोडिनु भएको छ लाइक सब्सक्राइब हानिदिनु होला उयो सब्सक्राइब गर्नुभएको छ भने लाइक मात्रै हानिदिनु होला यहाँपट्टि धेरै कुछ छैन यहाँपट्टि धेरै पनि सामानहरू छैन खै फेरि एनिमीहरू त भेटिँदैनन् यो साइडमा धेरै के हो अल्छी लाग्न थाल्यो यार यो गेममा अल्छी लागोमा के पनि एनिमीहरू भेटेको छैन कहिले एनिमी आइज यार अब त म त हान्दिनँ यार कुन फिनल्यान्ड कि कुन कन्ट्रीले एउटा 4-5वटा एनिमी निप्ट्याइदियो भन्दैछन् फेरि त्यहाँपट्टि के छ फेरि स्पाइडरम्यान जस्तै सिँढीतिर चढ्दैछु त्यही के हो ढोका खोलो एउटा छट रहेछ यार यहाँबाट तल हाम फालौँ हेल्थ जाँदैन नि फेरि यहाँ तलबाट हाम फालेर खै एकचोटि ट्राई गर्ने त के हो फेरि एनिमीहरू भेटेन हामी नै फालौँ बरु भन्दा छ्या हामी आइसकेको छौँ तलपट्टि यहाँ नि हाम फाल्नुपर्छ वाह जम्प गरेर भइहाल्यो त जेमा पनि हाम फाल्नुपर्ने रहेछ यार फ्री फायरमा सरी पब्जीमा त यहाँपट्टि हामीले त धेरै कुछ देखेको छैनौँ यो गेममा फेरि घुमेर त्यही थाहा पायौँ
एउटा नि एनिमी भेटिन यार पब्जीमा कल्छी गेम रहेछ यार अनि बक्स उठा भन्छ फेरि यहाँ पुल मलाई तल जान मन लागेको छैन क्या फेरि त यहाँपट्टि पहाड न पहाड फेरि यहाँ गाउँ आयो यहाँपट्टि एउटा एनिमी भेट्यो यार 33 प्लेयरहरू लाइभ छ अहिलेसम्म के गरेर लुकेर बसिरहेछन् यार चुप लागेर मर्तौ भने अगाडि आउन टिमहरू यार कस्तो अल्छी लाग्दो गेम यो गाडीमा धुलो आएर छ यार धेरै न धेरै धुलो आएर छ कसले पनि ब्लास्ट हुनसक्छ त्यो भएर यो गाडीदेखि पर जाउँ यहाँ भेट्यो एउटा एनिमी हान मलाई हान्न भाइ हान मजाले हान्न ऊ मर अब हिल लाउने यहाँपट्टि बसेर छिटो एनिमी मर्यो त्यहाँ साइडपट्टिको भाइ उठा भाइ छिटो बक्छ अब भाग यहाँबाट त गाइस आजको भिडियो धेरै लामो भएछ 5% चार्ज रहेछ ढिलो चाहिँ धेरै लामो भएछ 21 मिनटसम्म भएछ अब त भिडियो एन्ड गरिदिउँ होला एउटा सुट्न पनि मिल्छ एकछिन सुटेर हेर्ने बक्स उतार सुटौँ यसरी सुटेर हान्न पनि मिल्दो रहेछ तर फ्री फायरमा त्यस्तो छ तर पब्जीमा अर्कै लेभलको छ के गाडी फुटाएर हेरौँ एकचोटि बन्दुकले कति छिटो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 अब एकछिन बस्नु 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 यत्रो बेलागे रहेछ यार गाडी ब्लास्ट हुन पनि त सबै चिज ट्राई गरिसकेँ आई होप तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला भिडियो लाइक च्यानल सब्सक्राइब हानिदिनु होला हामी मिल्छौँ अर्को नयाँ गेम प्ले भिडियोमा तपाईँको लागि बाई बाई